आराममा अड्केको गरेर रुनै मन लाग्यो म त। बेलुका पनि झक्कास हुन्छ, झक्कास रमाइलो हुनेछ। हान्नु त गुरुङ नि गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल सुमिरा ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु र आज पनि नयाँ भिडियोको साथमा हजुरहरूको सामने उपस्थित भइसकेको छु। म सुमिरा राई र स्पेसल्ली आजको भिडियोमा के छ भनेर त तपाईँहरूले टाइटल थम्बनेल हेरेर अलिअलि थाहा पाइसक्नु भएको छ होला। सो साथीहरू आज चाहिँ शिवरात्रि होइन, शिवरात्रि भएको कारणले आज स्कुल छुट्टी भयो। त्यही भएर हामी चाहिँ उताबाट काका हाम्रो गाउँदेखि अलिकति पल्लोपट्टि काकाको बिहे छ अब आउने 27-28 गते। अनि त्यही भएर हामी चाहिँ उहाँहरूलाई दाउरा काटेर ल्याइदिनु पर्ने छ। हाम्रो गाउँमा त त्यस्तो चलन हुन्छ नि त, गाउँमा एक भारी दाउरा ल्याइदिनु पर्ने हुन्छ। अनि छिट्टै बिहे गर्ने, छिट्टै त्यो अलिक अगाडि नै निम्तो गर्नेहरूले चाहिँ त्यो काँचो दाउरा चिरिराखेको हुन्छ अनि सुक्छ होइन। अनि अहिले तत्काल गरिहाल्नेले चाहिँ सुकेको एक भारी ल्याइदिनु पर्छ कि। अनि त्यही भएर हामी चाहिँ आज दाउरा काट्न हिँडेको। यहाँ हेर्नु न कफी के कस्तो मजा फलेको छ यहाँ फुकबारको बोटमा। हामी चाहिँ दाउरामा हिँडेको। यता तल थुप्रो छन् रमाइलो गर्ने काकी पनि हुनुहुन्छ आज पनि साथमा, अनि फुपूहरू। अनि यता पछाडि आउँदैछ एउटा शान्ति। गाउँमा त छुट्टी भयो के भयो, ड्युटी डोकु बोको, नाम्रो डोरी बोको, खुर्पा बोको, चलो घाँस दाउरामा होइन। सो र अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। कोही न्यू हुनुहुन्छ भने पनि सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला, साथीहरूलाई सेयर पनि गरिदिनु होला भन्दै अब चाहिँ एकैचोटि भेट्नेछौँ हामी उता जङ्गल पुगेपछि। हामी चाहिँ जङ्गल पुगेर कोही काट्न थालिसके, कोही उपर कोही तलतिर उपरतिर सब पसिसके। अब म पनि दाउरा काट्नु छिर्नुपर्ने हुन्छ। दाउरा चाहिँ थुप्रै देखिँदैछ, त्यो सानो हुन्छ नि, त्यो मिसिलिङ भन्छ हाम्रोतिर, खोइ के भन्छ तपाईँहरूले के भनेर बुझ्नुहुन्छ। त्यसको दाउरा चाहिँ थुप्रो छ कि यो जङ्गलमा। त्यही भएर पनि हामी यता आएको। अब हामी चाहिँ लाग्यौँ दाउरा काट्न। मेरो चाहिँ दाउरा यहाँ छ बारी यति। के को झाड हो भन, यिनीहरूको बारी कस्तो म त चिटिक्क लगाएका छन्। ऊ परतिर गएको छन्। मै ढिलो दाउरा त काट्ने रहेछु, सक्दिनँ। ऊ त्यहाँ तलबाट ल्याउँदाखेरि त्यस्तो अँगालेर ल्याउँदाखेरि के कस्तो मलाई हराममा अड्केको गरेर रुनै मन लाग्यो म त। यहाँ चाहिँ फोक्सले ल्याउनु भएको रहेछ। हात चाहिँ कति सफा छ होइन, के छुको होला। अब त्यस्तै खानुपर्ने हुन्छ। म चाहिँ तिर्खला अब चाहिँ दाउरा छ बारी लगाएर घर जानुपर्ने हुन्छ साथीहरू। हामी चाहिँ अब लगभग घर आइपुग्नै आँटिसक्यौँ। उता भारी लगायौँ ओर्यौँ आइहाल्यौँ। कस्तो नमिठो भयो यार, उकालो बाटो। म त हाम्रो बारी यता हेर्न सक्नुहुन्छ, यहाँ 2-3 बारी, मेरोसँग 4 बारी, 2जना भाउजू र काकी अझै तल नै आउँदैछ। अब आजको भिडियो चाहिँ अब शिवरात्रि त मनाउनै पर्यो होइन। बेलुका हामी चाहिँ आफ्नै तरिकाले होइन, कुन तरिकाले मनाउँछौँ होइन, झक्कास हुन्छ। जस्तै अस्ति हामी
कतिजना त्यो माघे सङ्क्रान्ति मनाएको टिम नै होला लगभग त्यतिजना होला। बेलुका पनि झक्कास हुन्छ, झक्कास रमाइलो हुनेछ। अब चाहिँ एकैचोटि भेट्नेछौँ हामी, त्यो बेलुका के खान्छौँ, के बनाउँछौँ, त्यो बेला भेट्नेछौँ। अब चाहिँ हामी यो दाउरा लगेर पर काकाहरूकोमा पुऱ्याइदिनु पर्ने हुन्छ। त्यो दाउरा लगिदिएपछि चाहिँ खानाहरू दिनुहुन्छ, अनि खानाहरू खाएर आएर आफ्नो कामहरू नुहाइधुवाइ गरेर अनि त्यसपछि लाग्नेछौँ हाम्रो आजको होइन हाम्रो शिवरात्रि मनाउनेतर्फ भेट्नेछौँ हामी अहिले एकैचोटि है। त्यही बेला यही ग्रुप हुनेछौँ हामी साथीहरू। अब चाहिँ अघि मैले भने जस्तै शिवरात्रि मनाउने समय चाहिँ आइसकेको छ र यहाँ चाहिँ भाउजूहरूले थुक्पाहरू होइन थुक्पाहरू उसिनिसक्नुभयो। के अब खानु मात्रै मलाई बोलाउनु भएको छ। यहाँ चाहिँ मैले निगारेर चुक लिएर आएको छु होइन। अलिअलि यसो दिनु पऱ्यो नि त। लु यहाँ मामा लस गरे बसेर खाँदैछन्। अनि म चुका लिनु जान्छु भनेरै गएको होइन त। तपाईँले नदिनु नि, यो मेरो भएको होला होइन त्यत्रो। म कहाँ जानु, खोइ यता आउँछु त म। मेरो भाग चाहिँ यहाँ रहेको छ यत्रो थुक्पा यहाँ अझै छ। काकी लु त हान्नु त, गुरुङ इटिङ च्यानलले पनि फेल खाओस्। कालु खाएर हान्नु हान्नु। मेरो भाग चाहिँ यहाँ रहेको छ है, म खाँदैछु तर मेरो त पेट अगाइसकेको छ कि। काकीको जाडो त्यति भएको छ। यसले पनि हान्दैछ। ल खानु न सेलिसक लु खानु न तपाईँ चाहिँ। खुवाइ चाहिँ नसोनाली आलु त्यो हाम्रो मम्मीले लगिदिनु पर्यो। त्यति भए बुढी अगाउँछ नि हाम्रो घरको, अब त्यतिकै होस्। यहाँ चाहिँ अब थुक्पा खाइसकेपछि चाहिँ पुरा थुक्पाको मात लागेछ कि हाम्रो काकीलाई। उ त्यत्रो आम्मामा ओइ तर धुमा के धुमा खाएको त छैन है साथी। यो मेरो चाउरी दिदीले दिएको छु। धुमा आयो के धुमा यिनी मात्रै कस्तो देखिएको यार, क्लियर आउँदैन। ढल भुडेको मन पनि ढल भुडेको आइन यो चाहिँ गाडी कत्रा गाउँछियो हुँदो रहेछ मायाको यो साँच्चै मेरो चाहिँ काका। ओइ आम घिम्दा टान्का या बाखडा खाट पाइनेका पिरानु पर्यो। बाखडा गाडी छोक हुनु नि पर्यो नि त। हङकङ आइदिले हङकङ आइदिले दिम्बो ओइ ओ आमुनाले दिएम माटा काकालाई थाहा छ उटीमा पाठो होला बारे फस शान्ति इन्टरभ्यु लिन साथीहरु हैन हामी पनि यस्तो फुटबल गेम हेर्छौं नि त। अनि यहाँ लाइभ भइराछ, फाइनल म्याच भर्सेस नेपाल भइराछ। अनि ए थुक्पा त्यो पचाउने मेला हामी चाहिँ एकछिन गेम हेरिराछौं। अनि यो हेरिसके हेर्दाखेरि चाहिँ यो हेरेपछि चाहिँ हामी चटपटी खाना चाहिँ हामी चाहिँ लाइभ हेर्दैछौँ है। तर कस्तो मजाले नदेखेको लाइभ हेरिरहेछौँ। यता अर्कै गफ छ फेरि काकीहरूको भाउजूहरूको फुपूहरूको। हामी चाहिँ यहाँ हेरिरहेछौँ है। First goal that Nepal conceded against Myanmar on the league ground was from a free kick. And goalkeeper Angela now needs to be very, very careful. हामी चाहिँ गेम लाइभ हेर्यौँ होइन, यो प्ले नै भइरहेछ, कन्टिन्यू चलिरहेछ। 0-0 नेपाल पनि 0 म्यानमा पनि 0 भइरहेछ। अनि चटपटे खाने भन्नुहुँदैछ। अनि चटपटे खाना लागेको यहाँ हामी चाहिँ बनाउनु हुँदैछ। चटपटे खाना आउँदैछ हाम्रो उसको गीत निस्क्यो
ओभर मिठो छ जुरुम रुम तर कि फोनकै लाइट बालेर गर्दा चाहिँ नराम्रो भयो एमा चटपटे खाने न एउटा भुजा दिनु भो साच्ची एउटा भुजा हुँदैन तपाईँ नखाइ त कहाँ हुँदैन तपाईँले नखाइ त हुँदैन बाबा आका यो त चिलीवाले रहेछ एकछिन है को यिनीहरू साग चिलीवाले रहेछ नुमन काका हाम्रो काका खाँदैन नुमन त साग नखाने हैन बोटुक लिएर आइज गोठोले बाबु एउटा गोरु झले माले अर्को गोरु फुर्के इन्टा पाउने दारी जुगा बन्छ उज चुक्ता हो लौ दालमट आधी पाक्छु छि वाइ खाम है गाई पाले दुध दिन्छ भैँसी पाले मोही छोरी घरमा पाल्नु हुन्न मलाई भन ज्वाइनी लोई लोई खाम है साथीहरु गाई पाले दुध दिन्छ भैँसी पाले मोही छोरी घरमा पाल्नु हुन्न मलाई भन ज्वाइनी लोई लोई खाम है साथीहरु छोराको पनि जाला गीत चाउ चाउ मुखमा हालेर भुइँमा सुट्टी यो पिरो भोगेर यो पिरो भएको अरे हेर्नु है पिरो भयो छोरालाई पिरो भएको अरे हेर्नु न त्यहाँ चिप्रो निकालेको भुजा खाने चिप्रो निकालेको न तलको सुट्टु चाउ खै लु लु अच्छा आइसक्यो लैसक्यो लु सुयाङ चाउ गरे भयो उन्न भयो भुजा लाउनु न भुजा किन डिसो हुन्छ नि हातले भए मजाले कलर निस्किन्छ होला है मोल्नु है निस्किन्छ यसले भए निस्किन्छ भएपछि मजाले लु अझै गोलुम दिनु रातो देखाउँ है जसरी भए तर राम्रो त राम्रो छ नि हाम्रो चटपटे राति भएर नि सेतो देखियो राम्रो त राम्रो छ नि हाम्रो चटपटे राति भएर नि सेतो देखियो राति भएर सेतो देखियो राति सेतो पो देखिँदो रहेछ त्यहाँ त त्यही त बेसार लाम न अब फोनमा सेतो यहाँ तल चाहिँ गरी गर्दा पल देखिँदैछ ऊ यस्तो राम्रो छ नि त हाम्रो चटपटे बट त्यो ऊ के लाइटले क्या लाइटले हो के यस्तो राम्रो छ नि हाम्रो चटपटे नत्र अड्याएर नत्र आलो पार्नु दिन्छु नि त नि यो हाल्ने के हो यो तिम्रो खुट्टा त कति सेतो आउँदैछ योभन्दा त भालुकेको राम्रो छ हे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुखे तेरो क्यामेरा त्यस्तो छ मेरो खुट्टा भालुकै का होइन लाग्नु का हो पनि गरौँ न उयो पत्ता बस गर्नु दुईटै क्यामेराम्यान जल्दी फोकस गर फोकस त यतै मात्रै हुन्छ साग पनि छ ध्यान पर्दा पर्जानी पनि सबै छ खाएलाई धेरै सुब्बा ऊ छ संगीता होइन बिमारमा त है म जस्तै अरू हाँस्दा संसार उज्यालो म हाँस्दा संसार अँध्यारो हुने मान्छे अरू हाँस्दा संसार उज्यालो म हाँस्दा संसार अँध्यारो हुने मान्छे
यस्तो नि फेरि पर्वती ओ दाजु चाहिँ यहाँ चाहिँ कस्तो राम्रो डाँडु रहेछ क्या ऊ त्यसको गालामा टाँसेको छ धनियाँ के जाति त्यसको अरे ए ह्यापी यात्री यस्तै हाम्रो त शिवरात्रि त यही त हो नि हामी अरू केही खाने होइन हामी त भलात नि है परमेश्वर भलात नै हो क्या यो त दुधको त शुद्ध गाई साथी हामी भलात नै होइन त शुद्ध पानी खाने हो राति सिरानी लाएर सुत्ने हो लगाइदिन्छ त होला हामी भलात नि त्यस्तो केही खाँदैनौँ हामी सँगै नगर्नु क्या हामी त्यस्तो केही खाँदैनौँ होइन फुपू खासै छैन हामी त्यस्तो केही खाँदैनौँ हामी भलात नै हो होइन रेमको शुद्ध दुध मात्र ड्रममा पाइने होइन के ड्रममा शुद्ध दुध मात्र ड्रममा पाइने होइन के ड्रममा कौन है ये लोग कहां से आते हैं मस्त जोक मारा रे या हंस रे हल्कट हंस हामी त त्यस्तो भलात्मा लगाउन बिनी धन्यवाद यहाँ साझा सम्ममा पुग्ने चाउचाउ सुक्छ नि धनी चाउचाउ सुक्छ अब उनीहरू बिहो र ओङा खाने अरे हानको लास्ट चाना नि चाहिँ हो नि आमा मलाई शङ्का लाग्दैछ क्या अस्ति हाम्रो बा माघे सङ्क्रान्तिमा पनि मिठो गरी खाइयो भुँडी अगायो कि नमिलो भयो मिठो कम बिस हो नि बोलाएर नि त नि यहाँ भुजामा आज पनि त्यस्तै हुनेछ हामी भलात्मै हो के बाँच्नु नै खानुको लागि हो सँगै नगर्नु न होइन हामी त के गर्दैनौँ त दायाँ बायाँ सँगै नगर्नु के हामी कस्तो भलात्मै चटपटे माथि खाएर पछि शिवरात्रि बनाउँछौँ त सँगै नगर्नु चटपटे र चाउचाउ मात्रै हाम्रो हामी त कस्तो भलात्मी हो हामी त त्यस्तै खाँदैनौँ यस्तो हुँदामा तपाईँ खान तिमी पनि भलात्मी नै हो यहाँदेखि धेरै भलात्मी बज त नआफ्नु हामी के खानु शुद्ध दुध हो कस्तो के खानु शुद्ध दुध हो कस्तो वाह क्या सीन है वाह क्या सीन है साथमा यहाँ हेर्छ लुङ्गा खानापिना माइन्छ र लुङ्गा हामी भलात्मी हो त्यस्तो केही खाँदैनौँ सँगै नगर्नु झन्डै अनि मलाई गाड गपिरा चाहिन्छ क्या झन्डै गोलजुले नि पायो गर्नुपर्छ ल चटपटे खाइसकेपछि नाच्नु के यति बेला नाच्ने हौ मलाई काठ कपिरा चाहिन्छ क्या कन्टिन्यू कालु अब यहाँ पर नाच्छ क्या क्या बोला तूने नहीं पहले क्या बोला चल चल चलो जाके इलाज कराओ के भन्छ त्यो बिचबिचमा के दिन्छौँ हामी बिचबिचमा हामी तपाईँहरूलाई कस्तो यार यादै हुँदैन बिचबिचमा हामी झलकहरू यस्तो राम्रो झलक गरिदिन्छौँ कि पुरै के रोमाञ्चक पीडित भएको मान्छेहरू हाँस्ने मोडमा हाँस्ने बनाउँछौँ यस्तो बिचबिचमा झलकहरू दिने रहेछौँ बड़ा हरामी हो बेटा मलाई हरकै गर्छ नि सेम नै निकाल्नु हो कि के हो फेरि
हँसायो मलाई काकीले अहिले चाहिँ हामी चुक खाइरहेको छौँ है हाम्रो घरमा बनायो यो चुक चाहिँ ए बोकाको मासु त यिनीहरूले पो खाएको त देखिएन त फेरि देखिएन त हामीलाई त दिएन होइन कुकुरको खुट्टाको चाहिँ यत्रो जम्मै चुक मेरो उयोमा झार्दैछ मेरो मान्छे यत्रो खुट्टा थियो गर्छ न त्यहाँ पर लाङ हौ जम्मै ल्याउनु नदिने गोजीमा बोकेर ल्याउनु पर्दैन कालेले टाङ्के चले खायो आम दिवार मुटा पाक्दैन सरी गाइस जम्मै लुटान्छ ए नेति पुछौँ न नो मेरो बुढा अरु न बाख्रामा गएको है मेला चुकाइ दियो खा चोको जुनारको ओ कोडको साग पारे जस्तो ओ चुका साग खोक्छु ओ किसिमा भो स्टार्ट भिडियो स्टार्ट भो साथीहरु अब हाम्रो खानपिन रमाइलो गर्नु पनि सक्यो अब एकछिन गफ गर्ने हैन एकछिन गफ गर्ने अनि त्यसपछि घर आफ्नो घरमा सुत्नु पर्ने हुन्छ हैन सो त्यसो खाइयो चटपटा खाइयो ताउरा काट्यो हैन आज त पारमै पो सुत्ने है दिनभरि साथै छुटेको छैन क्या हाम्रो यति जनाको सबको छैन हाम्रो साथ नै छुटेको रमाइलो भयो आजको दिन चाहिँ एकदम रमाइलो भयो भिडियोमा रमाइलो भयो भएन तर रियलमा चाहिँ ओभर रमाइलो ल त साथीहरु आजको भिडियोमा चाहिँ यति नै थियो हैन यस्तै भयो हाम्रो शिवरात्रि यस्तै मनाइयो तपाईहरुले आफ्नो आफ्नो ठाउँबाट कसरी मनाउनु भयो कमेन्टमा छोड्दिनु होला हैन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गरेर जानु होला भिडियोलाई लाइक गरिदिनु होला र आफ्नो साथीहरुलाई शेयर पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट इनबाट जान चाहन्छु भेट्ने छौं हामी नेक्स्ट भिडियोमा त्यतिन्जेलसम्म स्वस्थ रहनु होला खुसी रहनु होला है त बाइ बाइ